हेलो गुड मर्निङ नमस्ते यहाँहरू सम्पूर्णमा। र आज चाहिँ हाम्रो सरले अब ट्रायल पास गरेर आउनुभएको छ र हाम्रो नेसनल ड्राइभिङ सेन्टरको सर्भिस यहाँको अब सिकाइहरू के कस्तो लाग्यो र हाम्रो सरको परिचयहरू उहाँले यो भिडियो मार्फत चाहिँ आउने साथीहरूलाई अब यहाँको सिकाइको हरेक कुराको चाहिँ अब उहाँले राखिदिनुहुनेछ भन्ने म थोरै अनुरोध गरेँ हजुरलाई। हस् धन्यवाद। नमस्ते, मेरो नाम गौरव विष्ट। म यस नेसनल ड्राइभिङ सेन्टरदेखि ट्रेनिङ लिएको थिएँ। ड्राइभिङ सम्बन्धी 1 महिना जति मैले लिएको थिएँ। संस्था धेरै राम्रो छ। उहाँले सरल भाषामा सरल तरिकाले सिकाइदिनु भएको छ, सिकाउनु भएको छ। सानो बच्चालाई कसरी सिकाउने भन्ने खालको कुरा जस्तो लिएर सरल भाषामा कसरी व्यक्तिले सिक्छ त हामीको व्यक्तिको मान्छेको क्षमता सिक्ने क्षमता फरक फरक भएको हुनाले उहाँले समयको बावजुद पनि धेरै त्याग भएको हुनाले पनि सम्भवतः पाँचथर जिल्लाकै अब एउटा मात्रै नेसनल ड्राइभिङ सेन्टर होला यो विचारमा वैधानिक रूपमा प्राप्त गरेको एउटा मात्रै छ यो भन्ने छैन मैले बुझेअनुसारको। यसमा उहाँ सिक्न पनि धेरै आउनुहुन्छ मान्छेहरू, तर उहाँले पनि धेरै बिजी भएको कारणले गर्दा पनि अब बिजी हुँदा पनि सरल रूपमा नझर्किकन कसरी सिक्नुहुन्छ, उहाँको क्षमता कतिको छ सिक्ने खुबी उहाँको कति छ मान्छे अनुसार व्यक्ति अनुसार फरक हुने भएको हुनाले उहाँले त्यसले बुझेर मनन गरेर व्यक्ति अनुसारले सिकाउनुहुन्छ र सरल भाषामा सरल तरिकाले सबैले सिक्ने तरिकाले चाहिँ सिकाउनु भएको छ। कसरी लिने, कसरी उठाउने, कसरी गियर चेन्ज गर्ने, क्लच कसरी लिने भन्ने खालको इत्यादि कुराहरू उहाँले राम्रोसँग सिकाउनु भएको छ। त्यसको बावजुद म अहिले इलामदेखि ड्राइभिङ लाइसेन्स निकाल्न सफल भइसकेको छु। यो सबै देन भनेको हाम्रो यो नेसनल ड्राइभिङ सेन्टरका सञ्चालक धनबहादुर शर्माज्यू नै हो, किनकि उहाँले औरात खटिएर 1 महिनासम्म सिकाउनु भयो मलाई र अहिलेसम्म म भनौँ न अहिले आएर ड्राइभिङ लाइसेन्ससम्म प्राप्त गर्ने भइसकेको छु है त। त्यसै गरेर तपाईँहरू पनि आउनु सक्नुहुन्छ। यो पाँचथर जिल्लादेखि लिएर ताप्लेजुङदेखि लिएर तेह्रथुम कुन साइडमा हुनुहुन्छ, कता तपाईँले पाइ पर्छ, सहज पर्छ, ड्राइभिङ सेन्टर ड्राइभिङ सिक्छु, लाइसेन्स बनाउँछु र विदेश जान्छु या यहीँ स्वदेशमै बसेर केही काम गर्छु या ड्राइभिङ सम्बन्धी केही गर्छु भन्ने सोच गराउनु भएको छ। होइन म स्किल मात्रै सिक्छु, सिप मात्रै सिक्छु र पछि भविष्यमा काम लाग्छ भन्ने हुन्छ भने तपाईँको लागि एक सहज हुनसक्छ नेसनल ड्राइभिङ सेन्टर है त भन्दै म पनि बिदा हुन चाहन्छु। सरलाई धन्यवाद छ र हजुरको जुन हजुरले बिदा मागिसक्नुभयो तर पनि हजुरलाई चाहिँ म एउटा कुरा राखेँ फेरि हजुरको अब यहाँ केमा कार्यरत हुनुहुन्छ र हजुरको घर चाहिँ घरको लोकेसन पनि। म चाहिँ ठ्याक्कै यहाँ घरभित्र सानो कार्यालयमा कार्यरत कर्मचारी हो, एक कम्प्युटर अपरेटर रूपमा काम गर्दैछु र मेरो घर ठ्याक्कै पश्चिम दाङ लुम्बिनी प्रदेश पर्छ है त। कामको सिलसिलामा यहाँसम्म आयो, पाँचथरमा आयो। पाँचथरमा सहकार्य राम्रोसँग भनौँ न 2-3 वर्ष जति म यहाँ घरेलु कार्यालयमा कार्यरत छु। त्यस अन्तर्गतमै अब ड्राइभिङ सिक्नुपर्छ भन्ने अब सोच आएको हुनाले कहाँ छ त ड्राइभिङ सेन्टर, राम्रो ड्राइभिङ सेन्टर सिकाउने कहाँ छ भन्दाखेरि हाम्रो पाँचथर जिल्लाकै फिल्म नगरीको गढी भन्ने फिल्म नगरपालिका 4 को गढी भन्ने स्थानमा चाहिँ नेसनल ड्राइभिङ रहेछ। उहाँसँग सहकार्य गरेर नै उहाँसँगै कुरा गरेर चाहिँ यहाँ सिकियो है त। हस् सर, खुसी हुनुहुन्छ नि त? एकदम खुसी हजुर, एकदम। ल हजुरको जुन यहाँको अब अनुभवहरू हजुरले सेयर गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ र आउने दिनमा अझ प्रगति गर्दै जानुहोला। सरलाई धन्यवाद छ है त। हस्।